आजको दिनमा घरमै चटपट बनाएर खाँदा यस्तो भयो। सो हेलो साथीहरू, वेलकम ब्याक टु माई मिनी ब्लग। होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै रामायण छु। न्यू डे न्यू मिनी ब्लग है त साथीहरू। र म चाहिँ च्याट्ट उठेर खानासाना खाएर चाहिँ ट्याक्क लुगा धुन लाग्यो। हेर्न सक्नुहुन्छ म चाहिँ ट्याक्क लुगा धुँदैछु साथीहरू। र म चाहिँ मस्त गीत गाउँदै चाहिँ ट्याक्क लुगा धुँदै बसेँ। हेर्न सक्नुहुन्छ मेरो दिन चाहिँ यसरी काट्यो। आज ट्याक्क लुगा पनि मैले च्याट्ट धोइसकेँ। हेर्न सक्नुहुन्छ पखाउँदैछु अब चाहिँ ट्याक्क लुगा होइन। र फाइनल्ली साथीहरू मैले चाहिँ लुगा पनि धोइसकेँ। फाइनल्ली हेर्न साथीहरू लुगा पनि सुकाइदिइसकेँ धोइसकेपछि। र लुगा धोएपछि चाहिँ हाम्रो खाजा खाने टाइम भयो। र बहिनी दुइटाले चाहिँ चटपट बनाउन लाएर छ। ट्याक्क बहिनीले प्याज काट्दैछ होइन। यो चाहिँ मेरो ठुलमम्मीको छोरी हो। हेलो गाउन लाग्यो, उहाँले पनि हेलो गाउनुभयो बहिनीले पनि। र साथीहरू अब चाहिँ हाम्रो चाहिँ फाइनल्ली चटपट पनि रेडी भयो। चटपट चाहिँ आज साह्रै पिरो भएर चाहिँ पिरोले पसिना पनि भयो मलाई होइन। ट्याक्क चटपट पनि खाएँ मैले। घरमै बनायो भने चाहिँ धेरै खाना पाउँछ कि चटपट होइन साथीहरू। बाहिर चाहिँ थोरै खाना पाउँछ, घरमा बनायो भने चाहिँ धेरै खाना पाउँछ। र खाजासाजा खाएपछि चाहिँ बाहिर निस्केको त ठुलो पानी पऱ्यो। र ठुलमम्मीहरू पनि बसिरहेको रहेछ अनि ठुलमम्मीहरूलाई पनि देखाइदिएँ। साथीहरू खाजासाजा खाएर चाहिँ म कम्पनी पनि गयो। कम्पनी जाँदा पनि ठुलै पानी परेको थियो। आजको लागि यति नै। होप तपाईँहरूलाई यो भिडियो मन पऱ्यो होला। यो भिडियो मन पऱ्यो भने फलो गर्नु होला।